दर्शकवृन्द, आज पनि हामी यो प्रेडिक्सन च्यालेन्जको उपहारहरू तपाईँहरूको माझमा लिएर आएको छौँ र तपाईँहरूले जसले कमेन्ट गर्नुभएको छ फेसबुकमा, युट्युबमा र टिकटकमा गर्नुभएका कमेन्टको आधारमा हामीले नामहरू सेलेक्ट गरेका छौँ र त्यो नामहरू मध्येबाट हामी स्पिन गराएर तपाईँहरूलाई विजेता बनाउन चाहन्छौँ र सक्दो धेरैजनालाई हामी विजेता बनाउन चाहन्छौँ। कमेन्ट जारी राख्नुहोला र तपाईँहरूले देख्न सक्नुहुन्छ यो 13 नम्बरको भिडियोमा आएका कमेन्टहरू यस प्रकार रहेका छन्। यो फेसबुकमा आएका कमेन्टहरू हुन् र युट्युब र टिकटकमा पनि कमेन्टहरू आएका छन् र तपाईँहरूले देख्न सक्नुहुन्छ नामहरू यस प्रकार छन्। आर्यन खनाल, अंकित शाह, रोनिस कटवाल, विशाल उप्रेती, प्रशान्त लिम्बुले फेसबुकबाट कमेन्ट गर्नुभएको छ भनेदेखि टिकटकबाट कमेन्ट गर्दै हुनुहुन्छ राकेश जीले र त्यसै गरी प्रवीण गौतमजीले चाहिँ युट्युबमा कमेन्ट गर्नुभएको छ र उहाँहरूको नाम हामीले चाहिँ यसमा स्पिन गर्न गइरहेको छौँ र यो स्पिनमा चाहिँ जसको नाम यहाँ एरोमा चाहिँ तपाईँको आइपुगेर रोकिन्छ उहाँले यो जित्नुहुनेछ। हेरौँ कसको नाम पर्दो रहेछ है र विजेता बन्न सफल हुनुभएको छ। बधाई छ तपाईँलाई प्रवीणजी, हजुरले आफ्नो उपहारको लागि क्लेम गर्न सक्नुहुन्छ अथवा हाम्रो चाहिँ नवदिशाको टिमले हजुरलाई कन्ट्याक्ट गर्नेछ। र अब हामी जाउँ अर्कोतर्फ। त्यसै गरी अर्को भिडियोमा रहेको छ यस प्रकार कमेन्टहरू रहेका छन् भनेदेखि सही मिलाउने हुनेहरूको नामावली हामीले यहाँ सङ्कलन गरेका छौँ र जसमा हुनुहुन्छ नारायण कार्की, पुरुषोत्तम कार्की, त्यसै गरी कुमार पाठक, त्यसै गरी बसन्त कार्की, त्यसै गरी अंकित शाह, त्यसै गरी साइरस छेत्री, त्यसै गरी दीपक जमरकटेल, त्यसै गरी प्रशान्त लिम्बू, त्यसै गरी अनुप गौतम। उहाँहरूले सबैले फेसबुकबाट कमेन्टहरू मिलाउनु भएको छ भनेदेखि अब यसमा हामी स्पिन गर्न गइरहेको छौँ। हेरौँ है त कसले जित्नु हुँदो रहेछ। सास थामेर बस्नु होला एकछिन र जित्न सफल हुनुभएको छ क्यु बायोथिक। उहाँ जो कोही पनि हुनुहुन्छ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र उहाँले आफ्नो उपहार क्लेम गर्न सक्नुहुनेछ। अर्को भिडियोमा कमेन्टहरू यस प्रकार आएका छन्। यो क्यानाडा, कतार, मेक्सिको, कोरियाको गेम रहेछ। त्यस पछाडि हामी हेर्न सक्छौँ यसमा चाहिँ तपाईँको सही प्रेडिक्सन कसले मिलाउनु भएको र मिलाउनु हुनेहरूमा हुनुहुन्छ बसन्त कार्की, अनुप गौतम, दीपक जमरकटेल, संजोग गहतराज, त्यसै गरी मनिष गौतम। उहाँले चाहिँ युट्युबबाट मिलाउनु भएको रहेछ र यसमध्ये कसले यो जित्दै हुनुहुन्छ हेरौँ है त स्पिन गरेर। र विजेता बन्न सफल हुनुभएको छ अनुप गौतम। तपाईँलाई धेरै धेरै बधाई छ, तपाईँले आफ्नो उपहार क्लेम गर्न सक्नुहुनेछ। र त्यसै गरी हामी ढिला नगरिकन फेरि अर्को भिडियोतर्फ जाँदैछौँ र अर्को भिडियोमा यस प्रकार कमेन्टहरू रहेका छन्। जसले मिलाउनु भएको छ उहाँहरूको नामावली रहेको छ बसन्त कार्की, पुरुषोत्तम कार्की, खरेल नवराज, मनोज भुजेल, बिन्जोस अधिकारी, मनिष खनाल, त्यसै गरी विशाल उप्रेती र गौरव थापा। तपाईँहरू सबै मिलाउनेहरूलाई धेरै धेरै धन्यवाद छ र अब यसबाट हामी स्पिन गर्न रहेको छौँ र तपाईँहरू हेर्दै हुनुहुन्छ विजेताको बन्दै हुनुहुन्छ भनेर र विजेता बन्न सफल हुनुभएको छ बिन्जोस अधिकारी। तपाईँलाई धेरै धेरै बधाई छ, तपाईँले हाम्रो नवदिशाबाट उपहार प्राप्त गर्नुहुनेछ। र अब ढिला नगरी फेरि अर्को भिडियोमा चाहिँ यस प्रकारका कमेन्टहरू रहेका थिए भनेदेखि कमेन्ट मिलाउन सफल हुनुभएको थियो अंकित तामाङ। फेसबुक र टिकटक दुवैमा थियो उहाँको कमेन्ट। तपाईँलाई धेरै धेरै धन्यवाद छ जसले हाम्रो फेसबुक, टिकटक, युट्युब सबैमा कमेन्ट गर्नुहुन्छ। उहाँहरूलाई कमेन्टको आधारमा जसले धेरै कमेन्ट गर्नुहुन्छ हामीले तपाईँहरूलाई पनि अन्तिममा विशेष उपहार राखेको छौँ र त्यसको लागि तपाईँहरूले कमेन्ट गर्दै गर्नुहोला। हाम्रो हरेक भिडियोहरूमा हेरेर कमेन्ट गर्दै गर्नुहोला र फेसबुक, टिकटकमा नारायण कार्कीले पनि फेसबुक र टिकटकमा कमेन्ट गर्नुभएको थियो भने त्यसै गरी बसन्त कार्कीज्यूले फेसबुकमा कमेन्ट गर्नुभएको थियो, त्यसै गरी प्रशान्त लिम्बुले फेसबुकमा कमेन्ट गर्नुभएको थियो भने उहाँहरूको नामहरू हामी अब स्पिन गर्न गइरहेको छौँ र हेरौँ को विजेता बन्न गइराख्नु भएको छ। सास थामेर हेर्नुहोला र विजेता बन्दै हुनुहुन्छ बसन्त कार्की। बसन्त कार्की अघिल्लो पटक पनि विजेता बन्नु भएको थियो र यो पटक पनि विजेता बन्न सफल हुनुभएको छ। तपाईँलाई धेरै धेरै बधाई छ। अर्को भिडियो यस प्रकार थियो, त्यसमा चाहिँ कमेन्टहरू यस प्रकार आएका थिए जसमध्ये प्रशान्त लिम्बू एकजनाले मात्र मिलाउन सफल हुनुभएको छ र उहाँले धेरै ठाउँ कमेन्ट गर्नुभएको हामीले देखेका छौँ। उहाँलाई धेरै धेरै बधाई, धेरै धेरै धन्यवाद र कमेन्ट गर्दै जानु होला। अस्ति पनि त्यस्तै भएको थियो, जसले चाहिँ धेरै कमेन्ट गर्नुभएको थियो उहाँको खासमा चाहिँ सिङ्गल नेम आएर विनर बन्नु भएको थियो। प्रशान्त लिम्बुजीलाई धेरै धेरै बधाई दिन चाहन्छौँ। अर्को भिडियोमा आएका कमेन्टहरू यस प्रकार रहेका थिए र आएका कमेन्टहरू मध्येबाट प्रेडिक्सन मिलाउनु हुने साकार अधिकारी उहाँलाई पनि धेरै धेरै बधाई। अघिल्लो पटक पनि उहाँ विजेता बन्न सफल हुनुभएको थियो भने एकजना मात्र यो भिडियोमा
चाहिँ प्रेडिक्सन च्यालेन्ज मिलाउनु हुने बन्नुभएको छ र उपहार प्राप्त गर्नुभएको छ। त्यसै गरी यो अर्को भिडियो रहेको थियो जसमा 44 वटा कमेन्टहरू आएका थिए भनेदेखि, जुन चाहिँ इक्वेटर कुराकाओ र जर्मनी आइभरी कोस्टको म्याच थियो भनेदेखि यसमा मिलाउनु भएको छ। समीर सुवेदीज्यूले फेसबुक टिकटक दुवैमा कमेन्ट गर्नुभएको छ, धेरै धेरै धन्यवाद छ। विशाल उप्रेतीज्यूले फेसबुकमा, त्यसै गरी सुमन दङ्गालज्यूले फेसबुकमा मिलाउनु भएको छ। पुरुषोत्तम कार्की, त्यसै गरी बसन्त कार्की, त्यसै गरी नारायण कार्की, खरेल नवराज, अर्चु र प्रशान्त लिम्बू र तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ कमेन्टको लागि। यसमा विजेता को बन्न गइराख्नु भएको छ हेरौँ है त पिन गरेर। र विजेता बन्न सफल हुनु भएको छ नारायण कार्की। नारायण कार्कीलाई धेरै धेरै बधाई छ। दोहोरिरहेको छ हाम्रो चाहिँ विजेताहरूको नाम दोहोरिरहेको छ। अघिल्लो पटक पनि उहाँ विजेता बन्नु भएको थियो, जान गइरहेका छौँ, जसमा 40 वटा कमेन्ट आएको थियो यो भिडियोमा। यो यसमा चाहिँ मिलाउनु भएको थियो विशाल उप्रेती, सीता चौलागाई, नारायण कार्की, प्रशान्त लिम्बू, उषा चापागाई र साहिल सेडाई। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। यसमध्ये कसले उपहार जित्नुहुनेछ हामी स्पिन गर्न गइरहेछ, धैर्य गरौँ। र यसमा विजेता बन्नु भएको छ साहिल सेडाई। धेरै धेरै बधाई छ तपाईँलाई। उहाँले फेसबुकबाट चाहिँ कमेन्ट गर्नुभएको रहेछ। र अब हामी अर्को भिडियोतर्फ जान गइरहेको छ। र यो भिडियोमा 20 वटा कमेन्टहरू आएका रहेछन् र यो चाहिँ नर्वे सेनेगलको, जोर्डन अल्जेरियाको म्याच रहेछ र यसमा चाहिँ मिलाउन सफल हुनुभएको छ मनिष गौतमले फेसबुकबाट, त्यसै गरी गौरव थापा, त्यसै गरी विशाल उप्रेतीले फेसबुकबाट मिलाउनु भएको रहेछ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। र अब हामी स्पिन गर्न गइरहेको छौँ, हेरौँ कसले जित्नुहुन्छ। र विजेता बन्न सफल हुनुभएको छ मनिष गौतम। तपाईँलाई धेरै धेरै बधाई छ र आफ्नो उपहार तपाईँले क्लेम गर्न सक्नुहुन्छ अथवा नर्दिसा टिमले अफिस टाइममा तपाईँहरूलाई कन्ट्याक्ट गरेर चाहिँ तपाईँहरूको उपहार पठाइदिनु हुनेछ र तपाईँहरूलाई धेरै धेरै बधाई छ। त्यसै गरी अब हामी अर्को भिडियोमा हेर्न गइरहेछौँ जसमा 36 वटा कमेन्टहरू आएका छन् भनेदेखि यो पोर्चुगल, उज्बेकिस्तान, इङ्ल्यान्ड र घानाको म्याचको प्रेडिक्सनको निम्ति भनेका रहेछौँ र यसमा मिलाउन सफल हुनुभएको छ एकजना मात्र, विशाल उप्रेती। त्यसकारण उहाँ स्वतः विजयी बन्नु भएको छ। उहाँलाई धेरै धेरै बधाई छ। विशाल उप्रेतीज्यूलाई धेरै धेरै बधाई दिन चाहन्छौँ। र हिजोसम्मको म्याचको प्रेडिक्सन च्यालेन्जको नतिजा हामीले सार्वजनिक गरेका छौँ र फेरि पनि हामी नतिजाहरू सार्वजनिक गर्दै जानेछौँ र तपाईँहरूले कमेन्ट गर्न नछोड्नुहोला। युट्युब, टिकटक र फेसबुक तिनटैमा तपाईँहरूले कमेन्ट गर्नुभयो भने उपहार जित्ने सम्भावना पनि उति नै बढ्नेछ। तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद। हेर्दै गर्नुहोला, सुन्दै रहनुहोला नवदिशा। हेर्दै गर्नुहोला, सुन्दै रहनुहोला नवदिशा।